आज चाहिँ हामी अब स्केचअपमा कसरी स्केचअप र अटोक्याडमा चाहिँ अब हामी कसरी सेक्सन ड्र गर्ने भनेर हेर्न गइरहेछौँ। यसको लागि सुरुमा चाहिँ हामीले ग्राउन्ड फ्लोर प्लान यसरी लिन्छौँ। ग्राउन्ड फ्लोर प्लानलाई लिइसकेपछि यसलाई एकचोटि यसरी कपी गर्ने, सेलेक्ट गर्ने, CO गरेर कपी हुन्छ। CO गरेर यसरी अब साइडमा ल्याएर राख्ने। अब स्केपले कमान्ड अफ हुन्छ। ग्राउन्ड फ्लोर प्लान चाहिँ यसरी ल्याएर राख्यो। अब हामीले चाहिँ सेक्सन काट्नको लागि चाहिँ एउटा न्यू लेयर प्रपर्टिजमा जाने, न्यू लेयर क्रिएट गर्ने। यसको नाम चाहिँ सेक्सन लाइन फर एक्जाम्पल 4 राखेँ मैले। सेक्सन लाइन 4 राखेँ अनि यसको कलर चाहिँ जहिले पनि एस कलर, खरानी कलरको हुनुपर्छ। यो खरानी कलर हुँदा यो राख्यो, चुज गरेँ मैले। खरानी कलर हुनुपर्छ जहिले पनि। अनि त्यसपछि यो लाइन टाइप चाहिँ जहिले पनि हिडन हुनुपर्छ। यो हिडन हुनु पर्यो। ओके गर्ने। लाइन विथ डिफल्ट नै छ। सेक्सन लाइन 4 राखेँ मैले, एस कलर राखेँ, हिडन भयो अनि डिफल्ट भयो अहिले। अब जहिले पनि सेक्सन काट्दाखेरि चाहिँ स्टेयरकेसको यो अप लेखेको साइडबाट माथि हेर्ने हो। किन भन्दाखेरि हामी यहाँबाट भर्याङ सर्दै जान्छौँ, त्यही भएर यो अप लेखेकोबाट माथि हेर्ने भनेर बुझिन्छ। अपको माथिपट्टि चाहिँ हामीले जहिले पनि हेर्ने हो। त्यही भएर पहिला सुरुमा चाहिँ अब यहाँ सेक्सन लाइन 4 भन्ने हामीले अघि सेलेक्ट गरेको सेक्सन लाइन 4 भन्ने लेयर यो सेलेक्ट गरेँ मैले, सेक्सन लाइन 4 भन्ने। अनि त्यसपछि अप लेखेको साइडतिर चाहिँ मैले अब एउटा लाइन ड्र गर्छु। एल इन्टर गर्छु। तल अर्थो मोड अन गरेँ। यहाँ गएर यसरी मैले एउटा लाइन ड्र गरेँ, स्केप गरेँ कमान्ड अफ गर्नलाई। यो लाइन ड्र गरेँ मैले सेक्सन काट्नको लागि। यो जहिले पनि स्टेयरकेसको अप लेखेको साइडपट्टि हुन्छ अनि यहाँबाट माथि हेर्ने भन्ने हुन्छ। जहिले पनि यहाँबाट माथि हेरिन्छ। अब यसको लागि अब अर्को सिम्बल पनि हामी ल्याउनु पर्ने हुन्छ। सिम्बल ल्याउनको लागि चाहिँ अब विष्णु भक्त कलङ्की भन्ने एउटा फाइल छ, पुरानो काम गरेको। यहाँ गएर चाहिँ हामीले यो क्रस सेक्सन काटेको यो छ, यो एक्स लेखेको, यो ल्याउनु पर्ने हुन्छ। यहाँ पनि हेर्ने हो भने हामीले चाहिँ यो अप लेखेको साइडपट्टिबाट चाहिँ सेक्सन काटेर माथि हेरेको छ, अपको माथि हेरेको छ जहिले पनि। अब यो सेलेक्ट गर्दाखेरि यो होल सेलेक्ट भइरहेछ भन्ने ग्रुप अफ गर्ने। यसको चाहिँ यो ग्रुप अफ गर्ने। ग्रुप अफ गरिसकेपछि यो मात्र सेलेक्ट हुन्छ। यो सिम्बल चाहिएको हामीलाई। यसलाई कन्ट्रोल C गर्ने, आफ्नो ड्रइङमा ल्याउने, कन्ट्रोल V गर्ने, यहाँ ल्याएर राखेँ मैले। अब मलाई आफ्नो साइज अनुसार चाहिनको लागि रोटेट गर्न RO गरेँ, रोटेट। यहाँ क्लिक गर्छु, यसरी ल्याएर राखेँ। अब मैले चाहिँ यो अप लेखेको माथिबाट हेर्ने भएको भएर यसलाई चाहिँ CO कपी गरेँ, यहाँ ल्याएर यसरी राख्छु। अब मलाई यसको साइज अब चित्त बुझेन भने यसलाई सेलेक्ट गर्छु। स्केल गर्नको लागि SC स्केल गर्छु। अब यहाँबाट मलाई कत्रो साइज चाहियो, ठुलो सानो कत्रो चाहिएको हो, अब त्यही अनुसार मैले स्केल गरेर मिलाउँछु। सेलेक्ट गरेँ, CO कपी गरेँ, कपी गरेर यहाँबाट यसलाई यहाँ ल्याएर राखेँ एउटा, अर्को चाहिँ मैले यहाँ ल्याएर राखेँ, स्केप गरेँ। अहिले यसलाई डिलिट गरिदिएँ मैले। अब यो अप लेखेको साइडबाट चाहिँ हामीले सेक्सन काटेर यताबाट माथि हेरेको भनेको हो। यो सेक्सन लाइन हो, यो यहाँबाट माथि हेर्ने, जहिले पनि यो अप लेखेको पट्टिबाट काट्ने अनि माथि हेर्ने नै हो। स्टेयरको यो माथि हेऱ्यो, यहाँ पनि हेर्ने हो भने यहाँ पनि अप लेखेको छ, अप लेखेकोतिरबाटै हामी माथिपट्टि काटेर माथिपट्टि हेर्छौँ जहिले पनि स्टेयरकेसमा। अब चाहिँ हामीलाई यहाँ यो सेक्सन लाइनभन्दा तलकोलाई पहिला ट्रिम गरौँ। TR इन्टर गरेपछि स्पेस हुँदै यसले ट्रिम गरौँ। यो लाइनहरू हामीलाई चाहिँदैन। यो हामीलाई यो सेक्सन लाइनभन्दा तलको केही पनि चाहिँदैन।
अब यसरी ट्रिम गर्न मानेन भने सिलेक्ट गर्ने एक्स एक्सप्लोड हुन्छ एक्स स्पेस गर्यो अब टिआर इन्टर गरेर यसरी ट्रिम गर्ने अब हामीलाई यो पनि चाहिँदैन यो D3 लेखेको चाहिँदैन अप लेखेको पनि हामीलाई चाहिँदैन यसलाई पनि डिलिट गरेँ अब ट्रिम गर्दाखेरि यसलाई पनि ट्रिम गरेँ मलाई नचाहिने यहाँ जस्तै कि ह्याचहरूलाई पनि मैले ट्रिम गरेँ अब ह्याचहरू यदि केही गरी ट्रिम भएन भने चाहिँ यसरी सिलेक्ट गर्दा सबै सिलेक्ट हुन्छ भने यहाँ जाने यहाँ गएर सेपरेट ह्याचेस गर्ने सेपरेट ह्याचेस गरिसकेपछि अब यो ह्याच मात्र पनि यसरी सिलेक्ट हुन्छ अब यहाँ सिलेक्ट गर्दाखेरि यो ह्याच मात्र सिलेक्ट हुन्छ यो ह्याच सिलेक्ट गर्दा अरू पनि भइरहेछ सो यसलाई पनि अप्सन्समा जाने सेपरेट ह्याचेस गर्ने ह्याचहरू सेपरेट गरियो यहाँ गएर अब यसरी क्लिक गरेर तलसम्म सबै क्लिक गर्ने सेलेक्ट भयो तलको मात्र माथिको होइन यसलाई डिलिट गर्छु डिलिट गरेँ यो पनि मलाई चाहिँदैन यो लाइनहरू यसलाई पनि डिलिट गरेँ यसलाई पनि मैले डिलिट गरेँ अब यसलाई पनि मैले डिलिट अब यो सेक्सन काटेको यो लाइन भयो यो लाइनको अब सबै तल हामीलाई के अब चाहिने नचाहिने हो सपोज तलको हामीलाई केही पनि चाहिँदैन हामीले चाहिँ अब दुईवटा अप्सन हुन्छ के नचाहिने छ भने ट्रिम गर्ने टिआर गरेर ट्रिम गर्ने एउटा अप्सन अर्को चाहिँ हामीले एक्सप्लोड गर्ने ट्रिम भएन भने एक्सप्लोड गर्ने अनि त्यसपछि ट्रिम गर्ने त्यसलाई अब चाहिँ हामीले सेक्सनको काम बल्ल सुरु गर्छौँ अब सुरु गर्दाखेरि यो ग्राउन्ड फ्लोर प्लानकोबाट भयो फर्स्टमा अब लेयर अर्को लेयर 0 मा काम गरौँ हामीले लेयर 0 मा काम गर्यौं भने अब हामीले चाहिँ यो यति गरिसकेपछि लेयर 0 चुज गर्यौं माथि अब चाहिँ हामीले पिलरको यो टपको पिलरको दुईटा साइडमा चाहिँ एक्सएल इन्टर भी इन्टर गर्यो भने यो कर्नर एउटा सिलेक्ट गरे त्यसपछि मैले यो कर्नर सिलेक्ट गर्छु मैले चाहिँ दुईटा लाइन बनाएँ भर्टिकल लाइन यो पिलरको छेउमा एउटा अर्को यो पिलरको छेउमा दुईटा पिलरको छेउमा भयो अब एक्सएल इन्टर एच इन्टर एक्सएल इन्टर एच इन्टर गर्यो भने यहाँ क्लिक गर्छु एउटा जहाँ क्लिक गर्दा पनि भयो माथि यहाँ क्लिक गरे दुईटा पिलरमा एक्सएल भी गरे यहाँ एक्सएल एच गरेर हरिजन्टल लाइन बनाए अब हाम्रो चाहिँ कस्तो छ भन्दाखेरि राइजर चाहिँ 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 वटा राइजर छ 16 वटा राइजर इन्टु हामीले चाहिँ राइजरको हाइट 7 इन्चेस राखेको थियो अब त्यो चाहिँ कस्तो भन्दाखेरि 16 वटा राइजर 16 वटा राइजर छ हामीसँग 16 वटा राइजरमा 16 वटा राइजर एउटा 7 इन्चको छ भनेपछि हाम्रो 112 इन्चेस हुने भयो 112 इन्चेस भनेको चाहिँ हाम्रो 9 फिट 4 इन्च हुन्छ किन भन्दाखेरि डिभाइड बाइ 12 गर्यो भने 9.33 आइरहेछ अब 0.334 इन्टु 12 गर्ने हो भने हाम्रो 4 आउँछ 9 फिट 4 इन्चको हुन्छ हाम्रो यो हाम्रो चाहिँ 16 वटा राइजर इन्टु चाहिँ 7 इन्चेसको राइजर युज गरेको भएर 7 इन्चेसको हाम्रो राइजर युज गरेको भएर अब चाहिँ हामीले अफसेट गर्छौं अफसेट यसलाई ओ इन्टर 9 फिट 4 इन्चेस को चाहिँ हामीले अफसेट गर्छौं यसलाई चाहिँ मैले यहाँ माथि लगे अब चाहिँ मैले रेक्ट्याङ्गल ड्रा गर्छु आरइसी इन्टर गरेर यो कर्नरदेखि यो कर्नरसम्म मैले एउटा रेक्ट्याङ्गल ड्रा गरेँ रेक्ट्याङ्गल ड्रा गरिसकेपछि अब इन्फाइनाइट लाइन्सहरूलाई चाहिँ यो लाइन्सहरूलाई डिलिट गर्छु यसरी सिलेक्ट गरेर मैले डिलिट गरेँ अब यसलाई सिंगल क्लिक गरेर सिलेक्ट गरेँ
अब एक्स गरेर एक्सप्लोड गर्छु, एक्स स्पेस गऱ्यो भने एक्सप्लोड भयो। अब ढलान चाहिँ हाम्रो 5 इन्चीको हुने भएर ओ इन्टर 5 इन्टर गरेर यो माथिकोलाई यसरी तल 5 इन्चीको ढलान भएको भएर चाहिँ मैले यसरी तल ल्याएर राखेँ। अब बिमको लागि चाहिँ जहाँ जहाँ अब वाल भएको ठाउँ छ, जहाँ जहाँ वाल भएको छ त्यहाँ भए चाहिँ एक्सएल इन्टर भी इन्टर गऱ्यो भने जहाँ जहाँ वाल छ त्यहाँ यो साइडमा यहाँ क्लिक गरेँ, त्यसपछि मैले यहाँ क्लिक गरेँ, त्यसपछि मैले यहाँ क्लिक गरेँ। जहाँ जहाँ अब वाल छ वालको एजमा गएर मैले चाहिँ अब एक्सएल भी गरेँ, किन भन्दाखेरि वालको छेउछेउमा मैले क्लिक गरेँ, वालको छेउछेउ भयो। यो चाहिँ मैले बिमको लागि गरेको हो। अब चाहिँ 9 इन्ची बिमको लागि नै ओ इन्टर 9 इन्टर गर्छु। अब यसलाई यता, यसलाई फेरि यता, यसरी चाहिँ मैले अब यो मिलाएँ। अब बिमको डेप्थ चाहिँ मेरो 14 इन्चको हुने भएर ओ इन्टर 14 इन्टर गर्छु। मैले यो टपको लागि यसलाई सिलेक्ट गरेर यसरी तल ल्याउँछु। 14 इन्चको बिम भयो, बिमको डेप्थको लागि त्यो भयो। अब फेरि मैले आरइसी इन्टर गरेर रेक्ट्याङ्गल ड्र गर्छु। यो कर्नरदेखि यो कर्नर, अब फेरि आरइसी इन्टर यो कर्नरदेखि यो कर्नर, आरइसी इन्टर यो कर्नरदेखि यो कर्नर। मैले रेक्ट्याङ्गल ड्र गरेँ, 3टा रेक्ट्याङ्गल ड्र गरेँ मैले। अब अरू सबै मैले लाइनहरू डिलिट गर्छु, यो सबै लाइनहरू डिलिट गरेँ। अब मलाई नचाहिने लाइनहरू जस्तै कि यो लाइनलाई मैले डिलिट गरेँ। अब म ट्रिम गर्छु, टिआर इन्टर स्पेस जे गरे पनि भयो। यसलाई हटाएँ, यसलाई पनि हटाएँ, यसलाई हटाएँ, यसलाई पनि हटाएँ, यसलाई पनि हटाएँ। बढी आएको लाइनलाई पनि म डिलिट गर्छु। अब मैले चाहिँ बिमको डेप्थ देखाएको हो यो सेक्सन काट्दाखेरिको लागि। यति भइसकेपछि हाम्रो स्टेप 1 चाहिँ सकियो, फर्स्ट पार्ट सकियो। अब पार्ट 2, अब स्टेप 2 गर्दाखेरि चाहिँ हामीले वाल कता कता देख्छ। यहाँ काटेको ठाउँमा यहाँ वाल छ, हाम्रो यहाँ पनि वाल काटिएको छ, अनि हाम्रो यहाँ पनि वाल काटिएको छ। वाल काटिएकोमा हामीले चाहिँ अब एक्सएल भी स्पेस गऱ्यो भने यहाँ एउटा लाइन ड्र गरौँ। यहाँ एउटा यो कर्नरमा क्लिक गरेँ, त्यसपछि मैले यो वालको यो कर्नरमा क्लिक गरेँ, पछि यो कर्नरमा क्लिक गरेँ, त्यसपछि मैले यो कर्नरमा क्लिक गरेँ, यो कर्नरमा पनि मैले क्लिक गरेँ। मैले जस्तै कि 6वटा लाइनहरू मैले यहाँ बनाएँ। यो दुईटा वालको यो वाल भयो, यो पनि वाल भयो, यो पनि वाल भयो। वालको पोइन्टमा चाहिँ मैले क्लिक गरेँ। अब मैले फेरि यहाँ माथि गएर रेक्ट्याङ्गल आरइसी इन्टर गर्छु, रेक्ट्याङ्गल ड्र गर्छु। यहाँदेखि यहाँसम्म रेक्ट्याङ्गल ड्र गरेँ, अर्को रेक्ट्याङ्गल ड्र गर्छु, आरइसी स्पेस गरेँ, यो कर्नरदेखि यो कर्नर भयो, अनि अर्को रेक्ट्याङ्गल आरइसी स्पेस गर्छु, यो कर्नरदेखि यो कर्नर भयो, रेक्ट्याङ्गल मैले ड्र गरेँ। अब यो इन्फाइनाइट लाइन्सहरूलाई चाहिँ म डिलिट गर्छु, यसरी सेलेक्ट गरेर डिलिट गरेँ। मसँग अब यो यतिसम्म चाहिँ मेरो भयो। अब चाहिँ मैले फेरि अब मेरो चाहिँ सिल ब्यान्ड चाहिँ
30 इन्चेस 2 फिट 6 इन्च माथि हुने भएको भएर यो सिल ब्यान्डको लागि चाहिँ ओ इन्टर 30 इन्टर भनेको 2 फिट 6 इन्च माथि हुन्छ सिल ब्यान्ड। यसको लागि मैले यो गरेँ। अब अर्को 5 फिट पनि गर्छु म। ओ इन्टर 5 फिट इन्टर, यसलाई 5 फिट माथि लगेँ। अब लिन्टेल ब्यान्डको लागि चाहिँ अब म चाहिँ यो लिन्टेल ब्यान्डको लागि चाहिँ 5 इन्च माथि लान्छु। ओ इन्टर 5 इन्टर गऱ्यो भने यो 5 इन्चेस माथि जान्छ। लिन्टेल ब्यान्ड 5 इन्चेस माथि गयो। अब सिल ब्यान्डको लागि चाहिँ मैले 3 इन्चेस तल ल्याउँछु। ओ इन्टर 3 इन्टर गरेर यसलाई तल ल्याएँ भने 3 इन्चेस तल आयो। यो चाहिँ 3 इन्चेस तल आयो। यो चाहिँ सिल ब्यान्डको लागि। अब यो चाहिँ यो अघिको चाहिँ एक्सटेरियर लिन्टेल ब्यान्ड भयो। यो यतापट्टिको एक्सटेरियर लिन्टेल ब्यान्ड भयो। लिन्टेलको यो माथि लगेको भयो 5 इन्ची। अनि यो चाहिँ हाम्रो सिल ब्यान्ड चाहिँ तल 3 इन्ची तल लग्यो। अब हाम्रो यो बिचको लाइनहरू सबै हामीले ट्रिम गरिदिउँ। टिआर इन्टर गरेर यो हामीलाई यो नचाहिने लाइनहरू हामी डिलिट गर्छौँ। यो सबै हामीले डिलिट गर्यौँ। हामीले नचाहिने बिचको लाइनहरूलाई डिलिट गर्यौँ। अब हाम्रो यहाँ हेर्ने हो भने यसरी मिलेर आइसकेको हुन्छ। मिलेर आइसक्यो। अब चाहिँ डोरको पार्ट हुन्छ। डोरको पार्टको लागि फेरि अब डोर कहाँ छ त्यहाँ चाहिँ एक्सएलभी एक्सएल इन्टर भी इन्टर यो सेक्सनबाट माथि हेरेको हो। यहाँ चाहिँ डोरको कर्नर भयो। यो कर्नर एउटा, अर्को डोरको कर्नर यो भयो, त्यसपछि अर्को यो कर्नर भयो, त्यसपछि अर्को यो कर्नर भयो। हामीसँग चाहिँ यो 4वटा लाइन हामीले डोरको लागि यो कर्नर यो कर्नर यो कर्नर र यो कर्नरमा हामीले लाइन ड्र गर्यौँ। अब ढोकाको हाइट चाहिँ हाम्रो 7 फिटको भएको भएर ओ इन्टर 7 फिट इन्टर गर्छु। 7 फिट इन्टर गरेर यसलाई चाहिँ हामीले यसरी माथि लान्छौँ। 7 फिट गरेर माथि लगिसकेपछि हामीले डोरको लागि स्पेस बनायौँ। अब आरइसी इन्टर। अब यहाँदेखि यहाँ क्लिक गरौँ, यहाँदेखि यहाँ क्लिक गरौँ। अर्को आरइसी इन्टर, यहाँदेखि यहाँ क्लिक गरौँ, स्पेस भयो। स्केप गरेर कमान्ड अफ गर्ने। अब यसलाई चाहिँ लाइनलाई सिलेक्ट गरेर डिलिट गर्छु। अब हाम्रो चाहिँ यो इन्टेरियर वालको लिन्टेलको लागि चाहिँ यो चाहिँ तल हुन्छ। यो एक्सटेरियरको भयो। यसलाई चाहिँ हामीले यसरी सिलेक्ट गरेर एम गऱ्यो भने मुभ हुन्छ। यसलाई चाहिँ तल यसरी तल यो पोइन्टमा ल्याएर ट्याक्क राखिदिने। अब यसलाई यो लाइनको अब हामीलाई काम छैन, यसलाई सिलेक्ट गर्ने, डिलिट गरिदिने। अब यहाँ हेर्ने हो भने यो चाहिँ हाम्रो यही लेभलमा आएर बस्छ अहिलेको लागि। अब हामीले ह्याच गर्नुपर्ने हुन्छ। अब हामीले ह्याच गर्दाखेरि चाहिँ फर्स्टमा हामीले ह्याच गर्दाखेरि चाहिँ एच इन्टर गर्यो। अनि त्यसपछि हामीले कङ्क्रिट ह्याच गर्नुपर्ने ठाउँमा एआरसिओएनसी कङ्क्रिट चाहिँ अब हामीले यहाँ यो पार्टमा हामीले कङ्क्रिट हुन्छ। यो पार्टमा हाम्रो कङ्क्रिट भइसकेपछि अब हाम्रो कङ्क्रिट हुने पार्टहरू चाहिँ एच इन्टर कङ्क्रिटै सिलेक्ट गरेर यो पार्टमा नि कङ्क्रिट हुन्छ। अनि त्यसपछि हाम्रो यो पार्टमा पनि हाम्रो कङ्क्रिट हुन्छ। अनि अर्को हाम्रो यो पार्टमा पनि कङ्क्रिटै हुन्छ। अनि हाम्रो यो पार्टमा पनि कङ्क्रिट हुन्छ। यो पार्टमा पनि हाम्रो कङ्क्रिट हुन्छ र यो पार्टमा पनि हाम्रो कङ्क्रिट हुन्छ। हामीले हेर्ने हो भने माथिको पार्टमा हाम्रो कङ्क्रिट छ, त्यसपछि यहाँ हाम्रो कङ्क्रिट छ,
यो पनि हाम्रो कङ्क्रिट भयो, हाम्रो सिल ब्यान्डको काम भयो। त्यसपछि यो पनि कङ्क्रिट, यो पनि कङ्क्रिट, यो पनि कङ्क्रिट, यो पनि कङ्क्रिट भयो। अब एक्सटेरियर र इन्टेरियरको कुरा भयो। यो चाहिँ अब हाम्रो एक्सटेरियर चाहिँ हाम्रो माथि हुन्छ। हामीले लाइन हेर्ने हो भने एल प्रेस गरेर हामीले चेक गर्ने हो भने यहाँदेखि हाम्रो लाइन हेर्ने हो भने हाम्रो चाहिँ यहाँ हाइट डिफ्रेन्स आउँछ। एक्सटेरियर र इन्टेरियरको चाहिँ यो लिन्टेलको लागि फरक आउँछ। यो एक्सटेरियरको भयो, यो इन्टेरियरको भयो। इन्टेरियर वालको त्यो तल लिएर आएको भयो। अब हामीले चाहिँ वाल ह्याच गर्नुपर्ने हुन्छ। वाल ह्याच गर्नको लागि ह्याच स्पेस, अब वाल ह्याच गर्नको लागि चाहिँ एएनएसआई 32 भन्ने हुन्छ सेक्सनको लागि। एएनएसआई 32 हुन्छ। वालको लागि यहाँ क्लिक गर्ने। अर्को हाम्रो वाल यहाँ पनि हुन्छ, यो पनि वालै हो। यसलाई कन्ट्रोल जेड गरेँ मैले, एच इन्टर, गर्छु। एएनएसआई 32 हुन्छ हाम्रो ब्रिकको लागि। एएनएसआई 32 गरेर हामीले यसलाई वाल बनाउँछौँ। यसलाई वाल बनायौँ। अब अर्को हाम्रो यो पार्ट पनि वाल हुन्छ अनि हाम्रो यो पार्ट पनि वाल हुन्छ अनि हाम्रो अर्को यो पनि हाम्रो वाल हुन्छ। अर्को यो पनि हाम्रो वाल हुन्छ, यो पनि हाम्रो वाल हुन्छ, यो पनि हाम्रो वाल, यो पनि हाम्रो वाल हुन्छ, यो पनि हाम्रो वाल हुन्छ। स्केप गरौँ। अब यहाँ हामीले हेर्यो भने कङ्क्रिट छ, वाल छ, कङ्क्रिट छ, फेरि वाल छ, कङ्क्रिट। यो हाम्रो ब्यान्डको फरक पर्यो। हाम्रो सिल र लिन्टेल ब्यान्ड देखाएको भयो। अब ह्याचलाई चाहिँ हामीले हल्का अब यसलाई चाहिँ 15 पारौँ साइज। स्किप गरौँ। 15 गर्दाखेरि ठिक्क देखिरहेछ। हाम्रो चाहिँ यति रेडी भइसकेपछि चाहिँ हाम्रो सबै अहिले मिलेर आयो। अहिले हाम्रो अब यतिसम्म भइसकेपछि चाहिँ एउटा यो यति कम्प्लिट भयो। अब चाहिँ हामीले चाहिँ स्केचअपबाट चाहिँ डोरको यसरी अब सेक्सन ल्याएर राख्नुपर्ने हो। यसरी यहाँ क्रस सेक्सन ल्याएर राख्न सक्छौँ। त्यसको लागि चाहिँ हामी स्केचअपमा जाउँ। स्केचअपमा गएर फाइल न्यू गरौँ। न्यू फाइलमा गइसकेपछि पहिला यसलाई डिलिट गरौँ। अब एउटा सुरुमा चाहिँ एउटा लाइन ड्र गरौँ। एल यसरी यो रेडसँग प्यारलल चाहिँ मलाई 3 फिटको एउटा लाइन ड्र गरेँ। ब्लू एक्सिससँग प्यारलल चाहिँ म 7 फिटको गर्छु। 7 फिट इन्टर गरेँ। स्केप स्पेस गरेँ, कमान्ड अफ गरेँ। अब यो गरिसकेपछि मैले 3D वेयरहाउसमा जान्छु। 3D वेयरहाउसमा गएर मैले डोर भनेर सर्च गर्छु। अनि डोरमा मलाई यहाँ डोर सर्च गर्दाखेरि यो डोर मन पर्यो भने मैले यो डाउनलोड गर्छु, यस गर्छु। यसलाई चाहिँ मैले ल्याएर यहाँ राखेँ। योसँग ट्याक्क राखेँ। यो राखिसकेपछि अब मैले यसलाई ठ्याक्क यहाँ फिट गराउनु पर्ने हुन्छ। सिङ्गल क्लिक एस प्रेस गरेँ। एस प्रेस गरेर चाहिँ अब मैले चाहिँ ठ्याक्क यसको हाइट मिलाउनु पर्यो भने यसलाई क्लिक गरेँ। ठ्याक्क यसको यो ट्याक्क यो हाइट अझ मिलेन। यसलाई क्लिक गरेर यहाँ अझ मिलिरहेको छैन। यहाँ क्लिक गरेर अझ मिलिरहेको छैन। यहाँ ट्याक्क यसरी मिलाउनु पर्ने हुन्छ। ब्लू स्केलमा यहाँ हेर्दाखेरि 0.94 छ भने 0.94 इन्टर गर्यो भने लगभग अझ मिलेको छैन। मिल्न तर एस प्रेस गरेर फेरि
यसलाई यसरी यहाँ ट्याक्क अब चाहिँ यसको ट्याक्क साइज मिल्यो। स्केलिङ गरेर मिलाउनुपर्छ। अब यतापट्टिको पनि मिलाउनको लागि यो भित्रको लागि चाहिँ यसरी गरेर यो लाइनसँग ट्याक्क लाइन हाम्रो विड्थ ट्याक्क मिलाउनुपर्छ। यहाँ लगेर राखेँ। अब मेरो चाहिँ यो स्केलिङ भयो। स्केलिङ भयो भने एकचोटि टेपले मेजर गरेर हेरौँ, टी गरौँ, यहाँदेखि यहाँ हेरौँ 3 फिट भयो, यहाँदेखि यहाँसम्म हेरौँ 7 फिट भयो। हाम्रो डोरको साइज अनुसार हामीले ट्याक्कै यसलाई स्केलिङ गरेर मिलायौँ। अब हामीले भ्युजमा जान्छौँ। भ्युजमा हाम्रो यहाँ फ्रन्ट भ्यूमा जाउँ। फ्रन्ट भ्यूमा गयो। फ्रन्ट भ्यू पछि हाम्रो क्यामेरामा प्यारलल प्रोजेक्सन सिलेक्ट गरौँ। फाइलमा जान्छौँ हामी, एक्सपोर्ट गर्छौँ, 2D ग्राफिक गर्छौँ। डेस्कटपमा चाहिँ मैले ल EE 521 भनेर मैले सेभ गरेँ। एक्सपोर्ट गर्छु, ओके भने। अब मैले चाहिँ स्टार्टमा गएँ, ओपनमा जान्छु, डेस्कटपमा EE 521 ओपन गरेँ। ओपन गर्दाखेरि चाहिँ अब मसँग यो आयो। अब यसलाई मैले सेलेक्ट गर्छु, डोरको एलिभेसनलाई ओभरकिल ओभरकिल गरेँ। 0.5 सेटिङ्समा चाहिँ ओके गर्छु। 26 वटा डिलिट भयो। कन्ट्रोल C गरेँ, मेरो ड्रइङ फ्लोर ओन्लीमा लगेँ। अब यहाँ गएर कन्ट्रोल V गरेँ। अब मेरो यो ढोका कता खोलेको छ, ढोका यता यसरी खोल्छ भने ह्यान्डल पनि यतै हुन्छ भनेर मैले यसरी सिलेक्ट गरेँ। CO कपी गरेँ। कपी गरेर यसरी मैले यहाँ लगेर राख्छु। यसरी चाहिँ मैले एउटा डोर राखेँ। अब यो चाहिँ मेरो यसरी यता फर्केको छ, त्यही भएर चाहिँ मैले यसलाई सेलेक्ट गर्नको लागि चाहिँ यसलाई सेलेक्ट गरेँ, MI इन्टर गर्छु, मिरर गरेको यसरी लगेँ। यसरी लगेर क्लिक गर्छु, इरेज गर्दा यस सोर्स यसरी क्लिक गरेँ, CO कपी यहाँ गएर यसरी मैले चाहिँ लगेर राख्थेँ। यसरी राखिसकेपछि मेरो यो डोर चाहिँ कता फर्केको हो त्यही अनुसार मैले यसरी यो मिलाउन मिल्यो। यसलाई मैले डिलिट गर्थेँ। अहिले दुईटा डोरको एलिभेसन यसरी राखेँ मैले। अब यहाँ हाम्रो काट्दाखेरि त डोर देखिरहेछ यहाँ काट्दाखेरि, त्यही भएर डोर ल्याउनको लागि पनि मैले चाहिँ स्केचअपमा जान्छु। स्केचअपमा गएर क्यामेरामा पहिला पर्सपेक्टिभमा जान्छु। अब मैले चाहिँ यसरी अब यसलाई मिलाउनु पर्यो भने यसलाई क्लिक गरेँ, फर्स्टमा मुभ गरेर बाहिर लिएर आएँ। यसलाई चाहिँ क्यू सिङ्गल क्लिक गरेँ, क्यू प्रेस गरेर रोटेट गर्छु। यहाँ एउटाचोटि क्लिक गरेँ, यहाँ एकचोटि क्लिक गरेँ, अर्कोचोटि यहाँ क्लिक गरेँ अनि यसरी घुमाएर चाहिँ मलाई यो ग्रिन एक्सिससँग चाहिँ प्यारलल हुनु पर्यो, ग्रिन बल्नु पर्यो अनि ग्रिन एक्सिस भन्यो। ग्रिन एक्सिस भइसकेपछि चाहिँ अनि मेरो बल्ल यो चाहिँ स्ट्रेट हुन्छ। अब भ्यूमा जान्छु, फ्रन्टमा जान्छु, फ्रन्ट भ्यू भयो। अहिले नगए पनि केही हुँदैन। फर्स्टमा चाहिँ अब सेक्सन काट्नु पर्यो भने यहाँ जान्छु। सेक्सन काट्नको लागि यहाँ यसरी क्लिक गरेँ, ओके गर्छु। अब यहाँ मलाई यसरी एम प्रेस गरेर मुभ गर्दै सेक्सन काटेर यहाँसम्म यसरी लगेँ, स्केप स्पेस गरेँ। सेक्सन मैले यसरी काटेको छु। फ्रन्ट भ्यूमा क्लिक गर्छु, क्यामेरामा जान्छु, प्यारलल प्रोजेक्सन सिलेक्ट गर्छु। अब प्यारलल प्रोजेक्सन सिलेक्ट गरिसकेपछि फाइल एक्सपोर्टमा जान्छु, 2D ग्राफिकमा जान्छु, डेस्कटपमा गएँ, SDSS 521 ल यो भनेर मैले एक्सपोर्ट गरेँ, ओके भन्यो। अब म फेरि यहीँ जान्छु, स्टार्टमा गएँ। मैले अब न्यू फाइल खोल्दाखेरि यो अघि मैले एक्सपोर्ट गरेको खोलेँ। एक्सपोर्ट गरेकोमा मलाई यो नचाहिने लाइनहरूलाई म डिलिट गर्छु। जस्तै कि मलाई यो डोरको सेक्सन हो, डोरको सेक्सन चाहिँ अब मैले चाहिँ पहिला सुरुमा चाहिँ यसरी चाहिँ मैले अब डोरको सेक्सनलाई चाहिँ फर्स्टमा चाहिँ मैले सेलेक्ट गरेँ।
सेलेक्ट गरेर ओभरकिल गर्दाखेरि 0.5 ओके गरेँ। ओभरल्यापिङ डिलिटेड भयो। अब यसलाई कन्ट्रोल सी गरेँ अनि त्यसपछि मैले आफ्नो फ्लोर ओन्लीमा लगेर यहाँ मैले कन्ट्रोल भी गरेँ। जस्तै कि मेरो अब डोर त यहाँ काटेर आइरहेछ, यो सेक्सनको यो डोर काटेर आइरहेछ। डोर काटेर आएको भएर मैले चाहिँ यो सब पहिला सुरुमा चाहिँ यसलाई चाहिँ मैले सेपरेट ह्याचेस गर्छु। सेपरेट ह्याचेस गरेँ, स्केप गर्छु। यसलाई चाहिँ मैले मानौँ यति मात्र पार्टलाई पहिला डिलिट गरेँ। यसलाई पनि मैले यो पार्टलाई पनि मैले डिलिट गरेँ। अब जस्तै कि डोर काटिँदाखेरि हाम्रो चाहिँ यो सिल पनि हाम्रो देखिँदैन, किन भन्दाखेरि सुरुमा हाम्रो डोरै काटिन्छ, वाल त काटिएको छैन। त्यही भएर हामीले यो पनि अहिले हटाउँ, हाम्रो यो पनि देखिँदैन। टिआर गरेँ, यो पनि मैले ट्रिम गरेँ। जस्तै कि मेरो यहाँ ह्याच भएको छ, ह्याच यसलाई पनि मैले फर्स्टमा अब सेपरेट ह्याचेसै गरेँ। अब यसलाई चाहिँ मैले डिलिट गरेँ अहिले। अब मैले चाहिँ यसलाई लगेर यहाँ लगेँ, यसलाई चाहिँ सी हो कपी डोरको सेक्सन हो, यसलाई चाहिँ मैले लगेर अब मलाई यहाँ कहाँ फिट हुन्छ यहाँ लगेर यसरी मैले राख्दै, मैले यसरी डोर चाहिँ मैले यहाँ ल्याएर यसरी राख्दै। यो चाहिँ मेरो डोरको सेक्सन भयो। डोरलाई चाहिँ मैले यसरी ल्याएर राखेको भन्ने हुन्छ। अब फाइनल ड्रइङमा हामीले कसरी राखेको छ भनेर हेर्ने हो भने यहाँ चाहिँ हामीले हेर्ने हो भने फाइनल ड्रइङमा ग्राउन्ड फ्लोरको चाहिँ हामीले यहाँ हेर्ने हो भने यसरी नै हाम्रो यहाँ लिन्टल ब्यान्ड छ। त्यसपछि हाम्रो यहाँभित्र केही पनि ह्याच पनि गरेको छैन, हाम्रो डोरकै सेक्सन हो। डोरकै हाम्रो चाहिँ सेक्सन ल्याएर यसरी राखेको छ, यहाँ केही पनि हुँदैन किनकि यो काटिएको पनि छैन नि त। काटिएको भए ह्याच हुन्थ्यो, यो काटिएको छैन भित्रपट्टि, किनकि डोरको काटिएको हो, यो वाल काटिएको छैन। त्यही भएर यसलाई अहिले ह्याच गर्नु परेन। यो चाहिँ हाम्रो काटिएको हुन्छ, यो हाम्रो ब्यान्ड भयो। हामीले यसरी नै हामीले चाहिँ यहाँ राखिरहेको हुन्छ। हामीले यसरी नै ल्याएर यहाँ राखिरहेको छ ह्याच नगरिकन। फ्लोर ओन्ली यहाँ पनि हामीले हेर्ने हो भने हाम्रो यस्तै भइरहेछ। अब यहाँ फाइनल ड्रइङमा पनि हेर्ने हो भने हाम्रो छेउछेउमा यो सबै मिलेर आइरहेको छ, सबै मिलेको छ। यहाँ जस्तै भएको सबै मिलेर आएको भएर हाम्रो फर्स्ट पार्ट हो। यसलाई चाहिँ मैले डिलिट गरिदिएँ। यति चाहिँ अब हामीले चाहिँ केही पनि गर्नु पर्दैन। अब यो चाहिँ कम्प्लिट भयो ग्राउन्ड फ्लोरको। यस्तै गरी हामीले चाहिँ अरू फ्लोरको पनि गर्नुपर्ने हुन्छ, फर्स्ट फ्लोर सेकेन्ड फ्लोरको पनि गर्नुपर्ने हुन्छ। अनि हाम्रो यो विड्थ अफ डोर चाहिँ अब वालभन्दा ठुलो नराख्ने, खासमा वालभन्दा ठुलो राख्नु हुँदैन, वालभन्दा ठुलो नराख्ने। अब यही अनुसार मिलाएर राख्दा हुन्छ।